विशेष जिल्ला समितिको 17औं सम्मेलन समुद्घाटन कार्यक्रमका आदरणीय अध्यक्षज्यू, कार्यक्रमका विशेष अतिथि हाम्रो महासङ्घका उपाध्यक्ष कमरेड सोम तामाङज्यू, त्यसैगरी महासङ्घका उपमहासचिव रामचन्द्र कार्की, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी लगायत मञ्चमा अतिथिको आसन गर्नुहुने यातायात मजदुर सङ्गठनका महासचिव लगायत सबै चाहिँ अतिथि कमरेडहरू र यो सम्मेलनलाई भव्य र सभ्य ढङ्गबाट सम्पन्न गर्नको निम्ति यहाँ उपस्थित हुनुभएका सम्पूर्ण मजदुर साथीहरूमा अखिल नेपाल ट्रेड युनियन महासङ्घ केन्द्रीय समितिको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। यो अरनीको यातायात भन्ना साथ जतिखेर म अखिल नेपाल यातायात मजदुर सङ्घको अध्यक्ष थिएँ त्यतिखेर यो कोटेश्वर पूर्व चल्ने अरनीको मजदुरहरूको त्यो एउटा चाहिँ क्रान्तिकारी जुझारुपन देख्दाखेरि म धेरै लोभिन्थेँ र देशभरिको यातायात व्यवसायी र यातायात मजदुरहरूमध्ये यो अरनीको यातायातमा काम गर्ने मजदुर साथीहरूको चाहिँ एउटा इतिहास छुट्टै छ। यो तपाईले अहिले होला संगठन अलिक कमजोर भयो होला, तर पहिला यो संगठनले तपाईँले लडेर अरनीको सेवा समिति अन्तर्गतका सबै चालक सचालक साथीहरूको बच्चाहरूलाई पढाउने व्यवस्थादेखि लिएर गएर तलब भत्ताका विषयमा पनि चाहिँ तपाईँहरूले चाहिँ आफ्ना मागलाई बुलन्द गरेर अधिकार लिन सफल हुनुहुन्थ्यो। मलाई याद छ यो अरनीको पूर्वपट्टि आउँदाखेरि कहिलेकाहीँ रोजगारदाताहरू अथवा त्यहाँका व्यवसायिक कम्पनीहरूको लडाइँ हुन्थ्यो। त्यतिखेर समिति थियो, मलाई लाग्छ आजको दिनमा चाहिँ त्यो रोलवालिङ भन्ने एउटा समिति र चाहिँ यो अरनीको सेवा समितिको बिचमा लडाइँ हुन्थ्यो। त्यहाँ भिक्टिम चाहिँ मजदुर भइरहेको स्थिति थियो। महिनौसम्म दुईटा समिति लडेर होइन काटाकाट मारामारको स्थिति हुँदा सिन्धुपाल्चोक, दोलखा, रामेछाप होइन काभ्रेसम्मका प्रशासन लाग्दाखेरि पनि त्यो समस्या समाधान गर्न नसकिसकेपछि अखिल नेपाल यातायात मजदुर सङ्घको अध्यक्ष म थिएँ, हाम्रो सोम तामाङ, रामचन्द्र कार्कीहरू लगायत दीपक केसीहरू हाम्रो टिमले वार्ताको निम्ति हामीले पत्र काटेर यो दोलखाको चाहिँ मुडे भन्ने ठाउँमा दुवै समितिका मान्छेहरूलाई बोलाएर सिडिओ होइन त्यसपछि गएर चाहिँ डिएसपीहरूलाई बोलाएर हामीले वार्ता हल गरेर त्यहाँको श्रमिकको चाहिँ इज्जत जोगाएको, त्यहाँका श्रमिकहरूको अधिकार रोजीरोटीको निम्ति हाम्रो सङ्गठनले महत्त्वपूर्ण भूमिका खेलेको थियो। आज तपाईँ कता कता यातायात मजदुर भन्न साथै अथवा यातायात मजदुर मात्रै होइन यातायात क्षेत्रको लगानी भन्न साथै सरकारले दोस्रो दर्जाको रूपमा हेर्छ। भर्खरै तपाईँ श्रम तथा रोजगार सम्मेलन भयो याकानेतीमा 2 दिनसम्म थुप्रै नेपालका लगानीकर्ताहरूको संस्थाहरू होइन त्यहाँ आए, त्यहाँ सरकारसँग चाहिँ सम्झौताहरू थुप्रै भयो, तर यो खरबौँको लगानी गर्ने यातायात क्षेत्र त्यहाँ छुटेको मलाई महसुस हो। मैले यातायात व्यवसाय राष्ट्रिय महासङ्घसँग कुरा पनि गरेँ। आज यो क्षेत्रमा 10 खर्ब लगानी गरिएको छ भनिन्छ होइन, प्रत्यक्ष अप्रत्यक्ष रूपमा 10 देखि 11 लाखको रोजगारी सिर्जना गरेको छ भनिन्छ, तर आज यो क्षेत्रको लगानी र श्रमलाई सम्मानजनक ढङ्गले हेरेको छैन, किनकि यहाँ बहुराष्ट्रिय कम्पनीहरूको लगानी छैन होइन, तपाईँ ठुला चाहिँ पुँजीपतिहरूको लगानी छैन, मध्यम वर्गको लगानी भएको यो क्षेत्र आज देश निर्माणको मेरुदण्डको रूपमा छ। नेपाल यो यातायात क्षेत्रलाई व्यवस्थित र मर्यादित नबनाउने हो भने नेपाल कहिले पनि समृद्ध हुन सक्दैन। आज यो नेपाललाई हेर्ने हो भने न हवाई मार्गको त्यस्तो विकास छ, न रेल मार्गको विकास सम्भावना र विकास देखिन्छ, न जलमार्ग छ। एउटा मात्रै समृद्ध नेपालको परिकल्पना गर्ने हो भने नेपालको यातायात क्षेत्रलाई चाहिँ मर्यादित बनाउन जरुरी छ। मैले अघि भने 10 खर्ब भन्दा बढी लगानी न होटल क्षेत्रमा छ न उद्योग क्षेत्रमा छ। एउटा ठुलो चाहिँ लगानी भएको यो यातायात क्षेत्र, तर राज्यको यसमा नजर छैन। राज्यले मात्र के गर्छ भन्दा बेलगाम गाडीहरू भित्राउने हैन, कर्मचारीहरूले कमिसन खाने, राज्यले ट्याक्स उठाउने भन्दा बाहेक अरू देखिँदैन।
यो क्षेत्रको लगानीलाई व्यवस्थित बनाउने सवालमा, यो क्षेत्रको रोजगारीलाई मर्यादित बनाउने सवालमा आज राज्य छैन। म यातायात मजदुर साथीहरूलाई पनि मैले केही राख्न चाहन्छु। आज उद्योग क्षेत्रमा 17,300 न्यूनतम वेतन भनेर तोकेको छ। आज सामाजिक सुरक्षामा सूचीकरण भएको छ। आज उद्योगमा काम गर्ने एउटा श्रमिक 60 वर्ष भए पुगेपछि उसले पेन्सन पाउँछ। ऊ दुर्घटना हुँदाखेरि सबै हिसाबले त्यो सामाजिक सुरक्षाले हेर्छ। ऊ बिरामी हुँदा त्यो सामाजिक सुरक्षाले उपचार गर्छ। तर आज प्रसुति हुँदा त्यो सामाजिक सुरक्षाले उसलाई सुविधा दिन्छ। आज यातायात क्षेत्रमा न न्यूनतम वेतन छ न सामाजिक सुरक्षा छ। म अध्यक्ष हुँदाखेरि हैन 65-66 सालमा म सामाजिक सुरक्षाको कुरा त्यतिखेर चर्चाको विषय थियो। त्यो सामाजिक सुरक्षाको चर्चा भइरहँदाखेरि कमसे कम न्यूनतम वेतन लागू गराउने कुरा र नियुक्ति पत्रको विषयमा, सञ्चय कोष उपदानको विषयमा हामी त्यतिखेर लडिरहेथ्यौँ। र अहिले सामाजिक सुरक्षा ऐन आएको छ, श्रम ऐन आएको छ। श्रम ऐनको दफा 11 मा रोजगार सम्झौता नगरिकन काममा लाउन नपाउने भनिएको छ। रोजगार सम्झौता गरिसकेपछि सामाजिक सुरक्षा कोषमा अनिवार्य लान पर्ने भन्ने व्यवस्था छ। तर आज त्यो कार्यान्वयन भइरहेको छैन। अघि साथीहरूले पनि यहाँ राखिसक्नु भएको छ। म सम्पूर्ण यातायात मजदुर साथीहरूलाई के भन्न चाहन्छु भने यदि मजदुरहरूको चाहिँ सुरक्षाको निम्ति, मजदुरहरूका चाहिँ हैन भविष्यको निम्ति, भोलि गएर वृद्धावस्थाको निम्ति पनि आजको दिनमा सामाजिक सुरक्षा कार्यान्वयनको निम्ति जरुरी छ। त्यसकारणले सामाजिक सुरक्षा कार्यान्वयन गर्नको निम्ति यो कमिटी निर्वाचित भइसकेपछि पहिलो महाकरणीको सेवा समितिमा यसले राख्ने के हो भने सामाजिक सुरक्षा कार्यान्वयनको निम्ति तपाईँले माग राख्नुहुनेछ। र अघि रामचन्द्र कार्की हाम्रो सामाजिक सुरक्षा विभागको प्रमुख पनि हुनुहुन्छ। उहाँले भन्नुभएछ सामाजिक सुरक्षाले के दिन्छ, सामाजिक सुरक्षामा आबद्ध भएपछि के प्राप्त गर्न सकिन्छ, त्यो विषयमा पनि एउटा कार्यक्रम राख्नको निम्ति म अनुरोध गर्छु। फेरि पनि सम्पूर्ण साथीहरूलाई यो होलीको शुभकामना सहित अब अहिले निर्वाचित हुने जो कमिटी छ त्यो निर्वाचित हुने कमिटीले समग्र नेपालको यातायात मजदुर आन्दोलनलाई अगाडि बढाउने र सम्पूर्ण मजदुरहरूको हक अधिकार, रोजीरोटीको ग्यारेन्टी गर्ने र यो पेसालाई मर्यादित गर्ने सवालमा निरन्तर लडोस्। यही शुभकामना सहित मेरो भनाइ यही अन्त गर्छु। धन्यवाद। धन्यवाद अखिल नेपाल ट्रेड युनियन महासङ्घका केन्द्रीय अध्यक्ष कमरेड। अब हामी यस्तो खालको एउटा टिम बनाऊ। अब सम्भवतः 11-13 कतिजनाको टिम बन्छ। त्यो टिमलाई सबैजना मिलेर सहयोग गरेर म काम गर्न सक्छु। मेरो पनि यो खालमा यो चाहिँ क्षेत्रमा दक्षता छ, क्षमता छ भनेर हाम्रो साथीहरू स्वस्फूर्त रूपमा चाहिँ उठेर आउन सक्ने वातावरण बन्यो भने हामी त्यो खालको एउटा कमिटी बनाऊ। समापन गरिदिनु हुनको लागि र यो चाहिँ शुभकामना आफ्नो भनाइसहित चाहिँ समापन गरिदिनु हुनको लागि म आजको यो भेला आयोजक कमिटीको अध्यक्ष श्री नारायण गौतमलाई अनुरोध गर्दै म पनि यो उद्घाटन सत्र कार्यक्रमबाट भुलवश जानी नजानी तपाईँहरूसित बोल्ने कोसिस गरेँ। यो बोल्ने, भाषण गर्ने र सबैलाई आकर्षक गर्ने पेसा मेरो पनि होइन। म पनि तपाईँहरू जस्तै मजदुर हुँ। सकि नसकी जति कुराहरू बोली गल्ती भयो भने माफ दिनु होला भन्दै यो उद्घाटन सत्रबाट म पनि बिदा हुन चाहन्छु। हस्त, अभिवादन, नमस्कार। हाम्रो गौरवशाली सङ्गठन अखिल नेपाल यातायात मजदुर सङ्घको विशेष जिल्ला 17औं सम्मेलनका प्रमुख अतिथि, विशेष अतिथि, सम्पूर्ण हाम्रा यातायात मजदुर मित्रहरूमा मेरो तर्फबाट सबैलाई न्यानो अभियान स्वीकार्नुहोस्। मेरो न्यानो अभियान उपस्थित हुनुभएका